आज फेरि माइनक्राफ्ट स्टार्ट गरेको छु। मेरो नेपाल भनेर लेखेको ठाउँ पनि यतै बनाएको छु। अनि यो पुरै हरियो ठाउँ चाहिँ डार्क हरियोवाला ठाउँ चाहिँ नेपाल होइन, जस्तो कि उतापट्टि साइडमा डार्क हरियो हुन्छ नि त्यस्तो ठाउँहरूतिरको है। मैले लेखेको थिएँ यो यतापट्टि साइडमा नेपाल भनेर लेखेको थिएँ। यो पनि नेपाल नै हो होइन। मैले यस्तो खुल्लो ठाउँमा बनाएको थिएँ, तर त्यो अहिले भित्र चाहिँ भेटाइएन। कहाँ गयो मेरो नेपाल? जे गली जे What is this, man? के हो फेरि? आकाशमा लाइट बनाइरहेको, यत्रो लाइट न लाइट कहाँ आइरहेको थाहा भएन यार। सिधा माथि जाउँ, मजा होइन मान्छेवाला ट्रेनमा कन्भर्ट छ कि होइन। यहाँनिर मैले लेखेको थिएँ त्यही के भने नेपाल भनेर, तर अचानक गायब कसरी भइदियो के? यो कुरा मलाई शङ्का लागिरहेको। मेरो सामान गायब कसरी हुनसक्छ अनि म अर्कै ठाउँ कता रहन सक्छु के? यो हो भिलेज। एकछिन, भिलेज अनि मैले बनाएको ठाउँ कहाँको हो? यो भनेपछि यसको उतापट्टि साइडमा मैले बनाएको थिएँ। मेरो टाढाबाट हेर्नु नेपाल, यो पुरै ठाउँ नेपाल हो। यो छ नि यो पर्वत हो, कैलाश पर्वत, नेपाल नै हो। इन्डियाको ठाउँ पुगेको। नेपालमा धेरै सगरमाथा पनि छ। हेर्न सक्नुहुन्छ NEPAL नेपाल। जे कालियो स्टोर सक्नुहुन्छ नेपालमा बढी जस्तो कैलाश पर्वतहरू छन्। अनि छ नि अन्नपूर्ण, सबसे ठुलो ठाउँ पनि छ यहाँ। अनि त्यो ठाउँको नाम चाहिँ के हो भने, त्यो ठाउँको नाम चाहिँ सगरमाथा। सगरमाथा यहाँ पनि छ। अनि यो भिलेज चाहिँ एकदमै गरिब रहेछ के? एकछिन म एउटा काम गर्छु, तपाईँहरूलाई देखाउँछु कि कसरी भिलेजको बाहिर पुग्ने क्या पछि। जानु पऱ्यो, म सधैँ जान्छु क्या।
सालभन्दिलाई के किन्न खर्च दिनु दिइहाल्नु चल अन्त यहाँ दिदी केही किन्ने लाने आज बजार गएर भाइले पनि बजार जानु केही किन्ने मलाई ding 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 ding